लो साथीभाइहरू यो पर चाहिँ खतरा हिमाल छ है ओ गाइस झन् ठुलो असिना पर्न थाले यार वन अफ द मोस्ट डेन्जर अफ द डेन्जर पानी परिरहेको छ गाइस यता देख्नुहुन्छ अविरत वर्षाको कारण अहिलेको यताको अवस्था निकै नै नाजुक छ गाइसहरू व्हाट्स अप ब्युटिफुल पिपल सो तपाईहरुलाई आज पनि फेरि स्वागत छ आजको न्यू ब्लगमा र आजको ब्लग तपाईको माझ म चाहिँ गोठतर्फ जाँदैछु आजको ब्लग भनेको त्यही हुनेवाला छ है त त्यही हो अब माथितिर हेटौँला हाम्रो गोठ चाहिँ यो बाटोबाट हुँदै जानुपर्ने हुन्छ गोठ चाहिँ यो हिँड्नुपर्ने हुन्छ हिँड्दै जाउँ आजको ब्लग कस्तो हुन्छ है त साथीभाइहरू अब माथितिर भेटौँला अब चाहिँ होइन गाइस म चाहिँ पुरै जङ्गलतिर छिरेँ है अब चाहिँ मिठो सुमधुर खोला नाला चरा चुरुङ्गीको आवाज सुन्दै म चाहिँ उकालो लाग्नुपर्ने हुन्छ त्यही हो गाइस एकदम गाह्रो छ उकालो हिँड्नु होइन मजा पनि हुन्छ है पहिलातिर चाहिँ यो बाटो फेरि म यस्तो टेङडुङ हिँड्ने मान्छे उता आउँदा एकैछिनमा आउँथेँ मान्छे होइन केही छैन हिँड्दै छु म है आजको दिन काम गरिन्छ डेन्जर त्यही हो है त माथितिर भेटौँ मलाई है गाइज अब फाइनली म चाहिँ है माथितिर जङ्गलतिर आइसकेको छु धेरै माथि वनपालातिर र अब चाहिँ म गोठ लगभग पुग्नु नै आँटिसकेको छु बाटो चाहिँ फेरि डेन्जर छ साथीभाइहरू देख्न सक्नुहुन्छ यस्तो छ यो उकालो हो हेर्दा मात्र उयो जस्तो देख्दै ल यो यस्तो छ फेरि डेन्जर छैन त बाटो त्यही हो गाइस डेन्जर छ डेन्जर अब हिँड्दैछु म है अब म एकैचोटि माथि नै भेट्नेछु है त साथीभाइहरू व्हाट्स ब्युटिफुल पिपल सो म चाहिँ फाइनली गोठ आइसकेको छु अब चाहिँ म यहाँ मल बोक्नु पर्ने हुन्छ र आजको दिनको काम भनेको त्यही हो मल बोकाइ हुनेछ मेरो चाहिँ सो लेट्स स्टार्ट काम गराइ एन्ड लेट्स गेट है कस्तो हुन्छ आजको काम है साह्रो डरेको काम पनि गर्नु नसक्ला जस्तो छ नि तिमी सबैभन्दा बेग्लै याद आउँछ तिम्रो जब हुन्छु म नि एक्लै तिम्रो लागि आज यो गीत पनि लेख्दै पागल जस्तो बस्दै गर्छु तिम्रो तस्बिर
त्यो गाइस मैले चाहिँ होइन 5-6 भरि जति मल बोकेर अहिले चाहिँ अब यसो हल्का विश्राम लिएको। अन्त के गाइस खतरो डेन्जर अफ द डेन्जर पानी पर्ला जस्तो छ। पानी परेपछि चाहिँ के कामै रोक्यो होला नि त आजको गाइस। देख्न सक्नुहुन्छ यस्तो पानी पर्न जस्तो छ कि हेर्न सक्नुहुन्छ। आम्मामा त्यो उताको पानी चाहिँ डेन्जर आउँला जस्तो छ गाइस। काम त आज नहुला जस्तो छ नि यार गाइस। यो एउटा खतरा ओडाल छ यार। त्यो गुफा छ कि यस्तो बबा, त्यो गुफा यस्तो डेन्जर छ कि डर त लाग्दो छ। त्यहाँ जानु भनेको त पानी पो पर्ला जस्तो छ। सो गाइस आज चाहिँ पानी पर्ला जस्तो चाहिँ के हुन्छ आजको दिनभरि के हुन्छ हेरौँ है। भरे पानी पनि पर्न सक्छ, नत्र म काम पनि हान्न सक्छु। पानी पर्यो भने चाहिँ म काम गर्न सक्दिनँ। त्यसै गाइस यस्तै छ जिन्दगानी होइन। पानी परिहाल्ला जस्तो छ। र गाइस ब्लग हेर्दै गरौँ है त। त्यो पारीको चाहिँ डल्लै पानी परिरहेको छ गाइस। त्यो त महाकाल हिमाल साइड हेर्नु सक्नुहुन्छ तपाईँले। यस्तो डेन्जर पानी पर्ला जस्तो छ कि हल्का तुवाला पनि हो हुन चाहिँ है। दिनै तुवाला भएर छ। आकाश गरिरहेको छ गाइस। लो साथीभाइहरू यो बरस खतरा हिमाल छ है। One of the most danger of the danger पानी परिरहेको छ गाइस। यता देख्नुहुन्छ अविरल वर्षाको कारण अहिलेको यताको अवस्था निकै नै नाजुक छ गाइसहरू। अब उडाउँछ जस्तो छ गाइस यार। यो अघि चाहिँ डेन्जरै परेको छ, अहिले चाहिँ यसो निस्किदिएको नि खतरा छ नि त। तिम्रो खुसीको लागि तिम्रो दुखै गर्नु परे म मरिदिउँला। आज मिति 2000 समथिङ त्यही हो होइन। दिन चाहिँ आज झरीको कारण होइन, भारी वर्षाको कारण कारमाङ वक्सको क्षेत्रहरूमा चाहिँ पुरै भारी वर्षाको कारण ठाउँ चाहिँ अहिले झरी परिरहेको छ, पानी परिरहेको छ। र एकदम अहिले नै दिउँसो नै उज्यालो भयो, दिउँसो नै अन्धकार जस्तो भइरहेको छ। हेर्नु सक्नुहुन्छ तपाईँहरू डेन्जर। बाख्राहरू आइरहेको छ गाइस। यो पाहाड चाहिँ यस्तो डेन्जर छ कि यो खत्तम छ गाइस। म यो कति तुलेको छ नि, तर म जस्तो मान्छेहरू मात्रै यो चाहिँ जान सक्छ। सानोतिनो चाहिँ जान्छ। बाख्रा गयो बाख्रा। यो केटाहरू चाहिँ यो बोक लेक साइड गएको थियो कि खोइ केटाहरू आज पानीले लास्ट गोद्ने भयो केटाहरूलाई। आम्म पुरा हेर्न पारी त आम्मा हेरौँ न यार, पुरै उयो बनाइदिनु त। असिनै पर्ला जस्तो त पुरै उयो बनाएको आएछ। अन्धकार देख्नु सक्छ अब आसपासको क्षेत्रहरू पुरै अन्धकार छ गाइस। त्यहाँबाट पानी पर्नु थाल्यो। असिनो
असिना पर्न थालेको र भारी वर्षको कारण दुःख छन् त सन्तबाद एसपिआर खालीमा पनि गाह्रो छ यो फेरि छाता पनि काम छैन चाहिँ Oh my god! क्या है ये गाइस क्या है मेरा मोबाइल भिज्यो गाइस वरिपरि मलाई चाहिँ पानीले घेरिरहेछ गाइस कतै पर्ला जस्तो छ यो खुसीको लागि of the dance view of the view in this oh guys झन् ठुलो ठुलो असिना पर्न थाले यार आम्मा मामा गाइस यो त अति भयो यार आम्मा मामा लास्ट औडा आम्मा मामा के हो गाइस लास्ट औडा थाले एक सरको आम्मा मामा भट ए मकै भुडेको जस्तो हो त Let's get it. Hands are high. Fight for my attention, for your ascension, you must prove. Cause if you can find it, you don't confine it, you let it move. Oh, danger pani hawa पर्यो आम्मामा हो danger of the desert हावा चले गाइस बोट उनाला जस्तो चाहिँ यार माथि यार के गर्नु गाह्रो छ ओहो सबै हिउँ परेछ त त्यो पारा त त्यो सेतै पाटा भएछ डेन्जर अफ द डेन्जर पानी पऱ्यो गाइस होइन के गर्नु यस्तो छ म अहिले यहाँ गोठमा छु यहाँ पिपीसँग म बसिरहेको छु गाइस पिपी चाहिँ मेरो यस्तो ठाउँमा एक्लै बस्छ यस्तो डेन्जर ठाउँमा गाइस गाह्रो छ यार रिमेन्स लाइफ भेरी हार्ड अफ द लाइफ इज भेरी डिफिकल्ट छ गाइस लाइफ इज भेरी रेनी इज कमिङ सुन यहाँ त जहिले पनि पानी तर प्रायः जस्तो परिरहने हुन्छ गाइस प्रायः जस्तो खतम तर यस्तो ठाउँमा मान्छे प्रायः जस्तो गाह्रो हुन्छ बस्न होइन त्यो पनि ठिक छ गाइस होइन यस्तै छ आजको दिन अपडेटमा यस्तै छ है गाइस ल भरै भेटौँ ल तापिँदै बसिन्छ अब Danger of the desert यहाँ परिरहेको छु साथीभाइहरू हामी चाहिँ केटा यहाँ मोगिरहेको छ भारी हामी चाहिँ माथि गोठबाट अब बाटो लागेर उन्दो आएको त्यही हो गाइस झर्ना देख्न सक्नुहुन्छ ब्युटिफुल ल गाइस आजलाई यति नै है ब्लग सो नेक्स्ट ब्लगमा भेट्नेछौँ है त लेट्स गेट इट एन्ड सब्सक्राइब टु एसपिआर खालिङ डोन्ट फर्गेट टु सब्सक्राइब एसपिआर खालिङ लेट्स गेट इट